98 वर्षको बाले आफ्नो मेहनतले यो भाँसिएको पहिरो बाटोमा एकदम लौराले खनेर भए पनि हामी त लाछी नै भएर गयौँ है। हामी गाउँका मान्छेहरू ल हेर्नुहोस् त, बुढो मान्छेले हातमा माटो उठाएर 98 वर्षको बाले यसरी लिएर आउँदै हुनुहुन्छ, यसरी बनाउँदै हुनुहुन्छ। हामी यतिको लक्का जवान छौँ तैपनि हामी एकदम निराश जस्तो भएका छौँ। ल हेर्नु, उहाँबाट खनेर यहाँ माटो लिएर आएर यसरी हाल्दै हुनुहुन्छ। तपाईँ हामीले पनि सहयोग गर्न पाएको भए यो धेरै राम्रो हुने थियो। हो, यो बिग्रिया थियो, धेरै दिन भइसक्यो। यहाँ भनेको पनि खै थाहा थिएन। यो हामीले गर्नुपर्ने काम, तपाईँले यत्रो उमेरमा पनि यस्तो समाज सेवा गर्नु भएको छ। गाडी चाहिँ जान्छ कि जस्तो भएको थियो, गाडीले नै भत्कायो। त्यो डोजर पनि बोलाएको थियो, आइदिएन। अब के गर्ने, हामीले गर्नुपर्ने काम तपाईँले भ्याइसक्नु भयो त। यहाँ आफू यहाँ घाँस काट्न चटारो छ, के गर्ने त। ल ल बा ल ल ल हामी पनि सहयोग गर्छौँ। हजुर, हो बा हो।